देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईलाई सुनाउँदैछु। तपाईहरुलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौं। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईहरु हेर्नुहुन्छ होला नि। समाचार भित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिलेकाहीँ त। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गरद गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि त धेरै मत आएको छ नि, लाखौं भोट छ नि जसले हामीलाई भोट दिएनन्। अन्य विभिन्न नेताहरू छन्। प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौं। आफू बलियो हुनुपर्छ, अरूलाई दोष लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रासोपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईहरुले कहीँ कतै हेजिटेसन भन्छ नि, कहीँ कतै तपाईले लघुतावास राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नुपर्छ कि केही पनि भन्न पर्दैन। हृदय ठूलो पारेर हामीले तपाईहरुलाई स्वागत गरेका छौं। खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाई टकटकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलफुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौं, तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। मलाई मत दिएका जनताको घर घरमा खुसियाली आउनु पर्नेछ र मलाई मत दिएका जनताको चुलो बोल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पर्नु पर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको सोच फोर्स बिना भन्ने कुराको महसुस तपाईहरुले छ। म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नु भएन, इमर्जेन्सीको बेलामा मैले भनेको छैन, सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ तपाईले मात्र सुविधा प्राप्त गर्नु कि। एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनु पर्छ भने सरकार 2/3 छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरिकन रासोपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। म अघिपछि भन्दा आज अलिकति फरक चुनिएको छु होला, तपाईले त्यो महसुस गर्नुभएको छ होला। अलिअलि कडाइका कुराहरू गर्यो, अलिअलि कारबाहीका कुराहरू गर्यो, यसले राइट टु रिकलको कुराकानी गर्यो, अलिक खबरदारी गरे जस्तो गर्यो भन्ने कुरा तपाईलाई लाग्नुपर्छ तपाईलाई। किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठूलो जिम्मेवारीको महसुस तपाईलाई प्रत्येक दिन हुनुपर्छ साथी हो, प्रत्येक दिन हुनुपर्छ। उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठूलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईँ हाम्रो कर्तव्य हो। अब संसदको सेसन चले भन्दा बाहेक तपाईहरुको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नु होला। तपाईको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ। किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला ठूला हल या ठूला ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। हामी सांसद भयौं भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन। अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र अब शक्तिशाली भए भनेर आफ्नो चालचलन, आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौं साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सधैँ नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ, त्यतिखेर हामीले भनेका छौं, यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौं। हामीले नागरिकसँग करार गरेका छौं। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौं भने हामी कमिटेड छौं।
यसपटक परिवर्तन गरेरै छाड्ने हो, यसपटक काँचुली फेरेरै छाड्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौँ। त्यो करारका अक्षर अक्षर पढ्नु होला। रासोपाले चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौँ। हुन त तुलनात्मक रूपमा रासोपाले अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधित्व सभामा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र म विश्वासका साथ भन्न चाहन्छु, आगामी दिनमा समावेशिताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछौँ। म विश्वास दिलाउन चाहन्छु। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ, मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। इतिहास रचनामा एउटा मान्छे एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौं व्यतिथिहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईँले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ।